केपी शर्मा ओली विक्रम सम्वत 2072 असोज 24 गते पहिलो पटक नेपालको प्रधानमन्त्री बन्नुभयो। दोस्रो पटक समृद्ध नेपाल सुखी नेपालीको मूल नारा लिएर 2074 साल फागुन 3 गतेदेखि उहाँले मुलुकको शक्तिशाली प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हाल्नु भएको थियो। दोस्रो कार्यकालमा उहाँ नेतृत्वको सरकारले गरेका कामहरूबारे चर्चा गरौँ। यस्ता छन् सरकारले गरेका ऐतिहासिक कामहरू। 1. जनकपुर जयनगर रेल सञ्चालनको अन्तिम तयारी, अन्य पनि योजना बन्दै। प्रधानमन्त्री ओलीले सरकारमा आउनु पूर्व र आएसँगै पनि रेल र पानी जहाजको विषयमा निकै चर्चा गर्नुभयो, जसको विषयमा राम्रो भन्दा नराम्रो चर्चा धेरै भयो। तर ओलीले देखेको रेल चलाउने सपना पूरा भइसकेको छ। 2061 माघ महिनादेखि बन्द जनकपुर जयनगर रेल सेवा पुनः सुचारू भइसकेको छ। ओली नेतृत्वको सरकारले 2076 वैशाखमा भारतको सरकारी कम्पनी कोनन्कन रेलवेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो। 84 करोड 65 लाखको लागतमा रेल किन्ने सम्झौता गरिएको थियो। जनकपुर जयनगर रेल मात्र नभई ओली नेतृत्वको सरकारले पूर्व पश्चिम रेलमार्ग, उत्तर दक्षिण छिमेकी जोड्ने रेलमार्ग, काठमाडौँ उपत्यकाभित्र रेल लगायतका योजनाहरू पनि अघि सारेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमै उत्तर दक्षिण छिमेकी राष्ट्र जोड्ने रेलमार्गलाई प्राथमिकतामा राखेको थियो। भारत र चीन दुवैतर्फबाट रेलमार्गको डिपिआर 2 वर्षभित्र सक्ने लक्ष्य पनि सरकारले लिएको थियो। उक्त सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माण अघि बढाउने, काठमाडौँ र अन्य शहरमा मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, पूर्व पश्चिम रेलमार्गको निर्माण काँकडभिट्टाबाट सुरु गर्ने कुरा बजेटमै उल्लेख गरेको थियो। सरकारले रेललाई प्राथमिकतामा राख्दै त्यसबेला 7 अर्ब 70 करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो। तर चर्चा भन्दा बढी कुप्रचार भइरहेकै समयमा सरकार ढल्यो, योजनामै सीमित भयो। 2. अन्तर्देशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न। प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेको बहुप्रतीक्षित अन्तर्देशीय पेट्रोलियम पाइपलाइन परियोजना ओलीको दोस्रो कार्यकालमा सम्पन्न भयो। दक्षिण एसियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन 2075 भदौ 24 देखि सञ्चालनमा आएको थियो। 69 किलोमिटर लामो उक्त पाइपलाइन मार्फत डिजेल आयात हुँदा ढुवानी भाडा बापत मात्रै पहिलो वर्षमा 80 करोड भन्दा बढीको बचत भएको कुरा आयल निगमको तथ्याङ्कले देखाउँछ। 3. पोखरा र भैरहवा विमानस्थल। केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरा, भैरहवा र बाराको निजगढमा एकैसाथ अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाउने कामको सुरुवात गरेको थियो। 2017 को नोभेम्बरदेखि सुरु भएको पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेको छ। पोखरा विमानस्थलसँगै सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य पनि द्रुत बनाएको थियो। 2071 मा शिलान्यास भएर निर्माण सुरु भएको गौतम बुद्ध विमानस्थल निर्माणका काम विभिन्न आन्तरिक समस्याका कारण ढिलाइ हुन पुगेको थियो। तर हाल आएर निर्माण सम्पन्न भएर विमानस्थल सञ्चालनमा आइसकेको छ। हाल यहाँबाट पनि अन्तर्राष्ट्रिय उडानहरू नियमित भइरहेका छन्। 4. पूर्व पश्चिम राजमार्ग विस्तार। केपी शर्मा ओली नेतृत्वको त्यस बेलाकै सरकारले नेपालको सुदूर पूर्व र सुदूर पश्चिम जोड्ने पूर्व पश्चिम राजमार्गलाई विस्तार गर्न तीव्र रूपमा जुटेको थियो। दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै प्रधानमन्त्री ओलीले 2075 को चैत्रमा बुटवलमा पुगेर सडक विस्तार तथा स्तरोन्नतिको शिलान्यास गर्नुभएको थियो। जुन विस्तारको काम क्रमिक रूपमा अगाडि बढिरहेको छ। 2 लेनको पूर्व पश्चिम राजमार्ग कतिपय ठाउँमा 4 लेन र कतिपय ठाउँमा 6 लेनको बनाइँदैछ। अहिले राजमार्ग विस्तारको काम खण्ड खण्ड गरी अघि बढाइएको छ। यो प्रक्रिया अहिले एसियन हाइवेमा जोडिएर रूपान्तरित हुँदैछ, जसको काम अहिले धमाधम भइरहेको छ। केही वर्षभित्रै एसियन हाइवेमा सरर हुइकिने हाम्रो सपना पूरा हुँदैछ। 5. मदन भण्डारी राजमार्ग निर्माण सुरु। केपी शर्मा ओली नेतृत्वको सरकारले 2075 जेठमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजनाको घोषणा गरेको थियो। पञ्चायतकालमा निर्माण गरिएको महेन्द्र राजमार्गको विकल्पको रूपमा सरकारले मदन भण्डारी राजमार्गलाई अगाडि सारेको थियो। 1200 किलोमिटर लामो यो राजमार्गले नेपालको पूर्वी जिल्ला र पश्चिम जिल्लालाई जोड्नेछ। यो राजमार्ग 10 वटा विभिन्न टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म पुर्याउने गरी बनाइएको हो। 50 अर्ब खर्चमा बन्ने यो बहुप्रतीक्षित परियोजना नेपालको यातायात पूर्वाधारको विकासमा भने कोसे ढुङ्गा साबित हुनेछ। 6. पुष्पलाल राजमार्ग मध्य पहाडी पूरा हुँदै। मध्य पहाडी क्षेत्रको निमित्त निकै महत्त्वपूर्ण मानिएको गौरवको आयोजना पुष्पलाल राजमार्ग निर्माणको काम सम्पन्न भएको छ। नेपाल भारत सीमा पूर्व पाँचथरको चिया भन्ज्याङबाट सुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट महाकाली नदीसम्म गएर टुङ्गिने यो लोकमार्ग 1870 किलोमिटर लामो छ। यो राजमार्ग पहाडी क्षेत्रको विकासमा निकै ठूलो कोसेढुङ्गा साबित हुनेछ। ओलीको पहिलो कार्यकालको बेला 2073 भदौमा भएको निर्माणको ठेक्का सम्झौता केही प्राविधिक समस्याका कारण निर्माणमा ढिलाइ भएको थियो। कतिपय खण्डमा
कालोपत्र समेत भइसकेको यो राजमार्गको काम 2077 को अन्तिमसम्म निर्माण सम्पन्न भइसक्ने लक्ष्य थियो, तर कोरोना महामारी र अन्य केही समस्याले निर्माणमा थप समय लागेको भए पनि लक्ष्य अनुसार प्रगति भइरहेको छ। थप विकास, निर्माण तथा पूर्वाधारको क्षेत्रमा माथि उल्लेखित केही कामसँगै ओली नेतृत्वको त्यस बेलाको सरकारले अन्य पनि थुप्रै कामहरू गरेको थियो। कतिपय साना ठुला आयोजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन्। अन्य केही महत्त्वपूर्ण काम पूर्वाधार निर्माणतर्फ संघीय संसद भवन र मुख्यमन्त्री आवास निर्माण कार्य, भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण कार्य सुरु, उपत्यका भित्र भूमिगत तार बिछ्याउने काम अघि बढेको, सरकारले काठमाडौँ उपत्यका भित्र 4वटा स्मार्ट सिटीको निर्माण कार्य अघि बढाएको, वर्षेनी रासायनिक मलको आयातमा हुने समस्यालाई दीर्घकालीन समाधान गर्न सरकारले देशभित्र नै रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अघि बढाएको, प्रविधिमा देशलाई अगाडि लैजान सरकारले मुलुकभर 4G सेवा विस्तार गराएको, सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकारले प्रत्येक गाउँपालिकामा 15 शय्याको अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको, दुर्गम र पिछडिएको गाउँपालिकामा समेत कम्तीमा एक बैंकको स्थापना गरी बैंकिङ कारोबारको व्यवस्था गरेको, यातायातको सिन्डिकेट अन्त्य गर्ने निर्णय भएको, तत्कालीन समयको पछिल्लो 2 वर्षमा विभिन्न नदी र खोलामा गरी 325 वटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको, जुम्लामा डाक्टर पढ्ने मेडिकल कलेज सञ्चालनको तयारी पूरा भएको, सरकारले नवलपरासीमा फलामखानी सञ्चालनका लागि अन्तिम तयारी गरेको, यहाँ प्रस्तुत गरिएको कतिपय योजनाहरू अहिले सम्पन्न भइसकेका छन् भने कतिपय हुने क्रममा छन्। छोटो अवधिमा एउटा सरकारले गरेका ती कामहरू आज ओझेलमा पारेर, छायामा पारेर कुप्रचार मात्रै गरेको पाइन्छ। राम्रोलाई ताली र नराम्रोलाई गाली गर्नै पर्छ, तर भएका र गरेकै कामहरू पनि छायामा पारेर, ओझेलमा पारेर गाली गर्ने मात्रै प्रवृत्तिले न त कसैलाई फाइदा पुग्छ न त देश नै समृद्धिको बाटोमा अघि बढ्छ। यो जनजनले बुझ्नै पर्ने विषय हो। निदायको बहाना गर्नेहरूबाट होशियार बनाऊ, किनकि निदायको मान्छे बिउझाउन सजिलो हुन्छ तर निदायको बहाना गर्नेहरूलाई बिउझाउन निकै गाह्रो हुन्छ।